ओमा हामी चाहिँ नारायणथान घुम्न जान लाग्यो अन्त कस्तो बोला रहेछ त्यो पोल्युसनहरू नभएको चाहिँ सही देखिन्थ्यो कि भ्यू यहाँबाट चाहिँ हामी चाहिँ नारायणथान घुम्न जान लागेको दाइ र म चाहिँ विक्रम र म चाहिँ टक्क भ्लग बनाउँदै अब भर्खरसम्म बादल लगाएर एकदम ढुम्म भइरहेको थियो अझै पानी पर अलिअलि भयो भने खुल्ला भइरहेको छ अब टक्क नारायणथान गएर त्यहाँको भ्यूहरू हेरौँ कस्तो छ के छ नारायणथान घुममा चक्क पत्तेको जाममा छु कि यहाँबाट नारायणथान जान्छौँ यतापट्टिबाट नारायणथान यता बस पार्क यताबाट चाबेलतिर जान्छौँ कि हामी जानु पनि यताबाट मुनिको चाहिँ भ्यू खतरा देखिरहेछ कि अब टक्क माथि गएर हेरेपछि बवाल हुन्छ नि त होइन कतै यताबाट हो र यताबाट होइन हो त्यहाँ फेरि रुखमा खतरा फुल फुलिरहेको रहेछ यहाँबाट चाहिँ होइन त भाइ के होइन हो कि होइन यहाँबाट चाहिँ हो क्या के यस्तो यार अब यहाँ बवाल माथिबाट झन् बवाल भ्यू देख्छ दामी देखिरहेछ नि भाइ होइन अब माथिबाट दामी देख्छ क्या भ्यू चाहिँ बवालै देखिरहेको छ ए बिचरा स्कुटले तानेन जस्तो छ यहाँ फेरि सिस्टम बिग्रो जस्तो सिस्टम ह्याङ भयो जस्तो बाटो त्यत्रो उकालो रहेछ अनि के हो तँलाई मलाई 2 गियरमै तानिदिन्छ त बाइकले 3 गियरमै हानिदिन्छ ओहो तना भयो नि त नि ओके गाइज अब चाहिँ यहाँबाट चाहिँ बकाल भ्यू देख्छ कि ल यो हो नि त तरिका हो ए अघिसम्म फेरि यस्तो थिएन कि होइन अघिसम्म यस्तो थिएन त्यो पानी परेर चाहिँ यस्तो भएको क्या फेरि अघिसम्म त धुम्म थियो नि कहाँ अब यहाँबाट सर्ट लाएर यता जाँदा हामी ढाड चाहिँ पुरै हानिदिरहेको छ मेरो हिजोको राइडले यस्तो अफरोड थियो कि कोही नगरौँ यहाँ ल बाइक चाहिँ हामी चाहिँ यहीँ रोक्नुपर्ने हुन्छ होइन नै छैन क्या कस्तो दामी देखेको त आकाश पनि यहाँ ओहो सही देखिरहेको छ यहाँबाट चाहिँ भ्यू ओहो टक्क लगाएर अलि माथि गएर हेरौँ हामी के हुन्छ बवालै छ त्यो यार सही 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 छियो नि त तरिका तर यो अझ पानी परेको भयो अझ ठुलो परेको भयो सबै हुस्सोहरू भन्छ यो पोल्युसनहरू नभएको चाहिँ सही देखिन्थ्यो कि भ्यू यहाँबाट अहिले चाहिँ अलि पोल्युसनहरू धेरै छ नि त त्यो कारणले गर्दा अलिक भ्यू राम्रो देखेर हिँड्छ तर यतिको बवालै भयो नि है बवालै देखिरहेछ भनौँ न यहाँको भ्यू चाहिँ बवालै देखिरहेछ त्यो माथिको चाहिँ यो के खेल्ने हो कि सायद यो अहिले बन्द होला क्या मेरो विचार त्यहाँ गएर हेरौँ हामी होइन के हो नि त तरिका बवालै देखिरहेछ माइक छैन नि त दाइ जाने नि त माथि गएर हेरिदिउँ न एकचोटि के रहेछ कस्तो रहेछ त्यो पहिला हामी आउँदा चाहिँ थिएन कि यो टिकट काउन्टर रहेछ क्यारे यहाँ होइन त्यो चाहिँ थिएन कि अहिले चाहिँ नयाँ भएको रहेछ क्यारे बबालै रहेछ अब यहाँ चाहिँ हामी चाहिँ अलिक बेलुकासम्म बसेर हेरौँ होइन अलिकति नाइट भ्यू खतरा आउँछ होला क्या त्यस्तो लाग्यो मलाई अलिकति माथिसम्म जाऊँ होइन यहाँ चाहिँ टिकटको पनि उयो रहेछ है कति पर्ने रहेछ भनेर यहाँ हेरिदिउँ टिकट एकचोटि यो ओपन भइसक्यो दाजु 1 वर्ष भइसक्यो के रहेछ त्यो
बबाले रहेछ कि होइन सट्टै साइक्लिङहरू गर्ने ठाउँ यहाँ बच्चाहरूलाई पनि खेल्ने ठाउँ रहेछ मुनिपट्टि होइन सही हो ल भित्र चाहिँ ओपनै छ कि अहिले गएर खेल्यो भने तर हामी खेल्न चाहेनौँ यता हेर्दै डरलाग्दो जस्तो त कसरी खेल्नु त नि कहिले नखेल्नु भने तातिन्छ होला त ल यहाँ पनि यो चाहिँ गुम्बा भयो जाउँ दाइ तल यो चाहिँ गुम्बा भयो अहिले चाहिँ यहाँ क्लोज भनेर लेखिरहेको छ कि गेटमा यो चाहिँ सायद हेर्दै डरलाग्दो फोटो हेर्दै डरलाग्दो होइन यहाँ गुम्बाको फोटो हेर्नु यहाँ चाहिँ मुनि गएर चाहिँ फोटो पनि खिच्न मिल्छ कि ओपन भएको बेलामा अहिले चाहिँ ओपन छैन यो अहिले चाहिँ ओपन छैन उतै त्यहाँ बसिरहेको छ पानी खाँदै डेटिङ स्पोट चाहिँ बबाल रहेछ कि तर यहाँ शनिबार चाहिँ फेरि लास्टै प्याक हुन्छ रुमतिर जानु पर्ला हिजोको राइडले मलाई लास्टै धेरै गाह्रो बनाइरहेछ कि अहिले होइन चाहिँ अहिले चाहिँ भ्यू पनि हेऱ्यो चटपटेहरू पनि खाइयो अब मजा अब घरमा गएर मजाले बस्नुपर्छ यता छ कि भाइ मजाले भ्यू पनि हेऱ्यो होइन मजाले चटपटे पनि खाइयो गाइस अब घरतिर लागौँ अब ठक्क लगाएर नेक्स्ट डे नेक्स्ट न्यू भ्लगमा चाहिँ अब बवाल कराइ ल्याउने छु म आज चाहिँ अब फर्स्ट टाइम पनि भयो नि त खासै क्यामेरातिर पनि बोलेको छैन खासै भ्लगहरू नि बनाएको छैन अहिले क्यामेरा कस्तो स्थितिमा छ कसरी राखेको छु पनि थाहा छैन अब घरमा गएर एडिट गर्ने बेलामा हेर्नुपर्छ खासै एडिट गर्न पनि अब आउँदैन होइन अब सिक्दै गर्नुपर्ने हुन्छ यो चाहिँ अब भोलि बिहानतिर अपलोड गर्छ होला यो भिडियो चाहिँ लगभग ओहो यहाँबाट चाहिँ जोस हिजो चाहिँ उता हामी ढ्यापड्याम गएको थिएँ अनि म चाहिँ उता ढ्यापड्याम गएको थिएँ त्यहाँ चाहिँ यस्तो बाटो अफरोड जिउ दुखेर लगभग कति घन्टा लगभग बिहान 11 बजीतिर गएको होला क्या म उता अनि त्यसपछि गएर ठ्याक्कै बेलुका चाहिँ 5 बजेको थियो 5-6 बजेको थियो आइपुग्दा अब हेर्दा फेरि धेरै छैन लगभग 24 किलोमिटर मात्रै चाहिँ यहाँ काठमाडौँदेखि ठ्याक्कै मेरो घरदेखि चाहिँ त्यति देखाउँछ तर जाँदाखेरि चाहिँ लास्टै लङ परेको जस्तो अब त्यो अफरोड भएर नि होला है जिउ त्यो अलि लङ टुर हान्ने बानी छैन नि त अहिले अब खासमा घरबाट घरबाट काममा मात्रै हो नि त लङ टुर चाहिँ हानेको अर्को पालि चाहिँ अब चाहिँ बवाल ठाउँमा गएर भिडियो बनाउँछु गाइज म अलिकति यो चाहिँ यसो खासमा म चाहिँ यत्तिकै राइडको लागि आज यत्तिकै हिजो जिउ दुखिरहेको थियो त्यही पनि भिडियो सिडियो बनाएको थिएन नि त अनि त्यही भएर चाहिँ आज चाहिँ म यसो निस्केको यसो भ्लग पनि बनायो भ्यू पनि हेऱ्यो जस अघिसम्म चाहिँ फेरि हुसो लागेर हो कि त्यो पोल्युसनले गर्दाखेरि चाहिँ खासै राम्रो चाहिँ देखेको थिएन कि अहिले चाहिँ फेरि बवाल पानी पर्दै एकछिन त्यसले गर्दाखेरि पनि बवालै भयो क्या भ्यू पनि बवालै देख्यो नि त उयोमा साल के गर्छ त्यही आउँछ क्यामेरा देखेर हो क्या क्यामेरा राखेको देखेँ कि दिइहाल्छ क्या बिस्तारै आएको थियो त घट्टै आउँछ कुरी बिस्तारै नै आएको थिएँ त म त्यसले खासमा क्यामेरा देखेरै पेल्या हो कि मलाई त्यो मुलाहरू नि खोज्न आउँछ भनेर एकजना त कुन चाहिँ हो दुईजनालाई त भक्कु पारे एकजनाले नरकोट जाँदाखेरि कुरा थियो क्यारे न्यु खोज्नु हुँदैन टक्कलाई सब्सक्राइब गरिदिनु सपोर्ट दिनु
अब यो भ्लग हेर्नु त लास्टै धेरै अल्छी लाग्छ होला कि होइन मान्छेहरूलाई चिन्या हुँदैन नि त चिनेको हुँदैन अनि त्यसमा देखिरहेको हुँदैन फर्स्ट टाइम हालिरहेको छु मैले यो चाहिँ अब भिडियो चाहिँ होइन यसो सपोर्टहरू गरिदिनु होला यसो सब्सक्राइब गरिदिनु लाइक कमेन्टहरू गरिदिनु होला गाइज अलिक सपोर्ट देखाइदिनुहोस् अलिकति अब फलोवर्सहरू के अरे सब्सक्राइबरहरू चाहिँ अलिक बढिसकेपछि अझ दामी ठाउँमा गएर होइन अलि अब दसैँ तिहारको टाइमतिर चाहिँ अलिक मनाङ मुस्ताङतिर पनि जाउँ कि भनेर सोचिरहेको छु कि म त्यतिखेर चाहिँ बवाल भइरहेको हुन्छ नि त असार सकिरहेको हुन्छ अनि पानी सानीहरू पर्दैन असार पछि त त्यस्तो धेरै दसैँ तिहारको बेलामा होइन मौसम पनि बवाल हुन्छ नि त त्यो बेलामा चाहिँ मनाङ मुस्ताङतिर पोखरातिर गएर भिडियो बनाऊँ भनेर सोचिरहेको छु म अब योभन्दा अघिल्लो योभन्दा कस्तो बोला रहेछ त्यो कुकुर कहाँबाट देखेछ त त्यसले कहाँबाट देखेछ त कस्तो बोला कुकुर रहेछ अरे त्यही भने चाहिन्छ केही पनि छैन एक्कासी आउँछ ओहो हामी यताबाट जाऊँ ल गाइज मैले चाहिँ अब भ्लग चाहिँ यहीँ इन्डिङ गर्नुपर्ने भयो स्थिति अब घर आउनु लाग्यो होइन अब म एडिट गरेर भोलि बिहानतिर हाल्छु यसो देख्नु भने चाहिँ लाइक सपोर्टहरू गरिदिनु सब्सक्राइबहरू गरिदिनु न्यू युट्युबरलाई अहिले चाहिँ अब मलाई खासै अब के हुन्छ नि फर्स्ट टाइम गरेको नि त अनि त्यसपछि के बोल्ने कस्तो बोल्ने भनेर यो कन्फ्युज हुँदो रहेछ अलिकति होपलेस हुँदो रहेछ कि होइन त्यही भएर हो अलिकति मजा मानेर हेरिदिनु होला होइन अब एडिट पनि गर्न खासै आउँदैन एडिट पनि गर्नु गएर अब घरमा गएर सिक्नु पनि हुन्छ म